मर्निङ है गाइजहरू, आज हामी यता पासो हेर्न आएको छु होइन। आज एकदिन मेरो भाइले पासो हालेको छ यहाँ, पासो हेर्न गइरहेको छ। ल हेर्नु है अब के गर्ने, यहाँ कम्मरसम्म गएर हाल्नुपर्छ माछा खानालाई, त्यस्तो गर्नुपर्छ हो कि। ल गाइज है पासो हेर्नु गइरहेको छ, हेरिदिनु होला। अब माछा पर्दैन है हो कि। ल है माछा परेको जस्तो छ, माछा परेको जस्तो छ। ल हेर्नु होला है। ल है ए माछा हेर ए झट्क्यो। ल झट्क्यो ल होइन, माछा आइसक्यो। स्पेसल माछा छन् हो कि नै, नक्कल माछा हुन् फेरि यहाँको माछा हो, स्पेसल माछा छन् हो कि नै गाइज। सम्पर्क गर्नु होला यता। गुड मर्निङ गाइज। ल पासो हेर्न जाँदैछ भाइ होइन, पासो हेरिरहेको छ यताबाट यता गाइज। ल है गाइज, ल पासो भेटाइसकेको छ उता भाइले। अब पासो हेर्ने हो होइन। अब त्यहाँ मान्छे पर्छ कि नै है। ल है ल है माछा छ है माछा। ल ए त्यहाँ चाहिँ अहिले गजबै माछा परेछ। ल माछा त्यति पर्छन् हो कि नै गाइज। हो कि नै गाइज, त्यही माछा छ यो छ होइन। ल हाम्रो नक्कल माछा, भेरीको माछा, ठुलो भेरीको माछा हो कि नै। यता खोला सोला पनि के होइन, ठुलो भेरी हो यो चाहिँ ठुलो भेरी होइन। अब माछा पर्न सक्छ हो कि नै। यिनीभन्दा हल्का ठुलो पनि पर्न सक्छ। चाहिँ यता अलि बाँझै पर्ने जस्तो ठाउँ छ हो कि नै। ल गाइज है यहाँ पासो हेर्नु जाँदैछ होइन भाइ होइन। अब माछा परेको छ कि नै गाइज, अहिले हामीसँग हेरिदिनु होला अहिले। ल काटाउँदै तर्दै त्यहाँसम्म गइसक्यो भाइ होइन। नाला भनेको हल्का घाइते छ क्या, तल गइसक्यो भाइ। ल गाइस उरे यहाँ कम्मरसम्म पानी तर्नुपर्छ हो कि नै, माछा आउने यस्तो दुःख गर्नुपर्छ। र गाइसहरूले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला होइन। माछा पनि देखिसक्नु भयो, माछा पर्छ हो कि नै।